आज म एउटा यस्तो अदृश्य पर्खालको बारेमा कुरा गर्न गइरहेको छु जसले हामीलाई जेलमा नहाली नै थुनेर राखेको छ। त्यो हो डर। कसैलाई असफलताको डर छ, कसैलाई एक्लोपनको डर छ, कसैलाई मृत्युको डर छ, त कसैलाई अरूले के भन्लान् भन्ने डर छ। हामी सबैले डरलाई शत्रु मान्यौं र यसबाट भाग्ने प्रयास गर्यौं। तर विडम्बना, हामी जति धेरै भाग्छौं, डरको छाया त्यति नै लामो हुँदै जान्छ। आज हामी यो बुझ्नेछौं कि डर किन जन्मिन्छ र यसलाई साहसको ऊर्जामा कसरी बदल्ने। डर किन जन्मिन्छ, यसको आध्यात्मिक र मानसिक कारण के हो। डरको जननी हो अज्ञानता र भविष्यमा बाँच्ने बानी। हामी वर्तमानमा डराउँदैनौं, हामी सधैँ नभएको कुरासँग डराउँछौं। यदि यस्तो भयो भने के होला भन्ने कल्पना नै डरको बिउ हो। आध्यात्मिक रूपमा हेर्दा डर तब जन्मिन्छ जब हामी आफूलाई एउटा सानो शरीर वा पहिचानमा सीमित राख्छौं। जब हामी बिर्सिन्छौं कि हामी यो ब्रह्माण्डको एउटा अंश हौं, तब हामीलाई असुरक्षा महसुस हुन्छ। डर त्यहाँ जन्मन्छ जहाँ प्रेम र विश्वासको कमी हुन्छ। जसरी प्रकाशको अभाव नै अन्धकार हो, त्यसरी नै विश्वासको अभाव नै डर हो। जब हामीलाई जीवनको प्रक्रियामाथि भरोसा हुँदैन, तब हामी हरेक मोडमा डराउन थाल्छौं। डरबाट मुक्त कसरी हुने? पहिलो सूत्र सामना, कन्फ्रन्टेसन। डरबाट मुक्त हुने पहिलो पाइला यसबाट भाग्नु होइन, बरु यसको आँखामा आँखा जुधाएर हेर्नु हो। हामी जेबाट भाग्छौं त्यसले हामीलाई सधैँ लखेटिरहन्छ। आज आफैलाई सोध्नुहोस्, म वास्तवमा केसँग डराएको छु? जब तपाईँ आफ्नो डरलाई नाम दिनुहुन्छ, यसको आधा शक्ति त्यसै समाप्त हुन्छ। डर एउटा कोठाको अँध्यारो जस्तै हो। जब तपाईँ सजगताको बत्ती बाल्नुहुन्छ, तब थाहा हुन्छ कि त्यहाँ डराउनु पर्ने केही थिएन। डरलाई महसुस गर्नुहोस्, तर त्यसलाई आफ्नो निर्णय लिन नदिनुहोस्। दोस्रो सूत्र वर्तमानमा समर्पण, सरेन्डर टु द नाउ। आध्यात्मिक गुरुहरू भन्नुहुन्छ, जो मर्न तयार छ उसलाई कसैले डराउन सक्दैन। मर्नुको अर्थ शरीर त्याग्नु मात्र होइन, बरु आफ्नो अहंकार र पक्रिने स्वभाव त्याग्नु हो। डर तब हराउँछ जब हामी समर्पण गर्न सिक्छौं। जे हुन्छ राम्रोका लागि हुन्छ भन्ने गहिरो विश्वास नै डरको अन्त्य हो। जब तपाईँ वर्तमानमा पूर्ण रूपमा रहनुहुन्छ, त्यहाँ डरको लागि कुनै ठाउँ हुँदैन। किनकि डर सधैँ भविष्यमा बस्छ, तर जीवन सधैँ अहिलेमा चल्छ। श्वासमा ध्यान दिनुहोस्, किनकि श्वासले तपाईलाई सधैँ वर्तमानमा बाँधेर राख्छ। निष्कर्ष, अन्तमा साहस भनेको डर नहुनु होइन, बरु डर हुँदाहुँदै पनि अगाडि बढ्नु हो। डर एउटा ढोका जस्तै हो। यदि तपाईँ यसबाट भाग्नुभयो भने यो सधैँ बन्द रहनेछ, तर यदि तपाईँले यसलाई ढकढक्याउनु भयो भने यसले तपाईँलाई नयाँ संसारमा लैजानेछ। हाम्रो वास्तविक स्वरूप अभय हो। उपनिषद भन्छ, आनन्दम ब्रह्मणो विद्वान् न बिभेति कदाचन। अर्थात् जसले ब्रह्मको आनन्दलाई चिन्छ ऊ कहिल्यै डराउँदैन। तपाईँ आफूभित्रको त्यो शक्तिलाई चिन्नुहोस्। तपाईँ यो शरीर मात्र होइन, तपाईँ त त्यो अनन्त चेतना हो जसलाई न आगोले जलाउन सक्छ, न पानीले भिजाउन सक्छ। डरलाई आफ्नो मार्गदर्शक बनाउनुहोस्, जेलर होइन। डरको अन्त्य नै स्वतन्त्रताको सुरुवात हो। धन्यवाद।